9 पाली गरे नि आता त महिला सुनको त ल्यात्ती गर्नु छ ढल्ले साथै बुढाले गयो नि त्यो भात करो मलाई अब एउटा भुइँ छ एउटा बुझ्छ छ तो गाई फाइनली खनिसक्यो हातहरू पनि होला दुख्यो खुट्टा पनि यस्तो पनि उडालो भालो पनि यहाँ खिचिएला लास्ट साथीहरु वेलकम ब्याक टु माई च्यानल फेरि पनि आइसकेको छु तपाईहरुको सामने नयाँ ब्लग लिएर आयो तपाईहरु पनि सन्चै हुनुहुन्छ म पनि एकदम आरामको कुशलै नै छु आजको ब्लग चाहिँ के कस्तो हुन्छ भनेर तपाईहरुले थाहा पाइसक्नु भएको छैन भने चाहिँ भिडियोलाई कन्टिन्यु दिनु होला थाहा पाइहाल्नु हुँदैछ आजको भिडियो चाहिँ म करेसा बारीतिर थोरै झाडु खाल्दै छु सो साथीहरु अनि आजको भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु हुनको लागि म हार्दिक विनम्र अनुरोध गर्दछु यो सबै उखाल्नु पर्ने हुन्छ यति आदि उदि चाहिँ उखालिसकेको छु अब यहाँ आदि सर्ट यता उखाल्दै वरिपरि यो बाख्रा भएको साइडमा पनि उखाल्नु पर्ने हुन्छ अनि यहाँ चाहिँ साग रोप्नु पर्ने हुन्छ है साथीहरु झार पनि के साह्रो छ भने नि उखाल्दा पनि हातै दुख्ने भएको छ साथीहरु अनि म चाहिँ यहाँ झार उखालेको छु सबैजना आफ्नो काममा बिजी हुनुहुन्छ अनि म चाहिँ एक्लै घरमा भन्दा पनि म र माम छौँ अनि माम चाहिँ माथि बसिराख्नु भएको छ सुतिराख्नु भएको छ म चाहिँ अब यहाँ एकछिन काम गर्दैछु के कस्तो हुन्छ भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है साथीहरु है फोन पनि पक्रेन हुँदैन धेरै दिन पछाडि भ्लग बनाइरहेको छु त्यही भएर मलाई बोल्न पनि कस्तो लागिरहेको छ यहाँ चाहिँ कोलाको थम्बाहरू चाहिँ मैले काटेर राखेको छु अनि हाम्रोमा बाख्रा पनि दुईटा छ है यो पनि ब्याउने छ दुईटा सो साथीहरु अनि यहाँ चाहिँ अलिक गहिरो छ नि त त्यही भएर पनि यहाँ अलिक सेपिलो छ त्यही भएर पनि यहाँ साग चाहिँ राम्रो हुन्छ कि त्यही भएर यहाँ चाहिँ अब धान नेक्स्ट साग रोप्ने हो कि साग रायोको साग हेर्नु नै झार पनि कस्तो छ त डेन्जर छ नि त झार हातै दुखिसक्यो अहिलेदेखि नै थालेको कहिले सक्ने हो छुट्टा सक्ने अनि भोलि फेरि खन्नुपर्ने हुन्छ सायद म भोलिको भिडियो पनि यसमै जोडेर बनाउँछु होला खनेको भिडियो पनि आजको भिडियो चाहिँ यस्तै नै हुन्छ झारहरू उखालेको अरू त केही हुन्छ अनि म चाहिँ डेली लाइभ बस्न थालेको छु आजभोलि बेलुकाको 7 बजी 7:30 देखि यता 8-9 बजीसम्म बस्छु सबैजना आइदिनु होला है अनि गफ गरिदिनु होला मिठो अनि म हजुरहरुको पनि आउने छु लाइभमा साथ सपोर्ट दिनु होला है सब्स्क्राइबर अरू भन्दा सब्स्क्राइबर घटेर तमाम भइसक्यो के साथीहरु मेरो चाहिँ कति घट्छ सब्स्क्राइब पनि मैले 400 नकटाउने भए यो 400 रे 500 नपुर्याउने भए मैले गाह्रो छ मलाई 500 पुर्याउन गाह्रो भइसक्यो साथीहरु मलाई मसँगै स्टार्ट गरेको दिदीको त म 5000 दिइसक्यो मेरो त भर्खर 450 भइरहेको छ मेरो चाहिँ अब यो भिडियोमा अलिकति बढ्छ कि भन्ने मेरो आशाको साथमा मैले यो भिडियो चाहिँ बनाइराखेको छु साथीहरु अनि म चाहिँ त्यही हो अलिक सब्स्क्राइबर घटेर पनि कस्तो वाक्क दिक्क लागिसक्यो कि अब सबैको घट्छ भन्नुहुन्छ र पनि उहाँहरुलाई बढिराखेको हुन्छ मेरो चाहिँ बन्दै भएन के गर्दा पनि बेलुका बढायो बेलुका सबैको लाइभमा गएर बढायो ब्याकमा गयो सपोर्ट गरो अनि भरे चाहिँ फेरि बिहान उठ्दा त स्वात्तै गरेर त्यही
तल पुगिराखेको हुन्छ त्यही भएर रुन मन लाग्छ नि के गर्नु र दुःख छ मलाई भन्ने कसरी चाहिँ दुःख त छैन अब यो दुःख गरे अनुसार त फल पाइन्छ त्यही भएर म यहाँ झार उखाल्दैछु यो झार उखालेर पछि साग कस्तो मिठो हुन्छ होइन त साथीहरू सुँगुरको मासुसँग चाहिँ चट्ट लगाएर चाहिँ चर्याम होइन बोसो चाहिँ टोकेपछि होइन कस्तो होला त सोच्नु त साथीहरू मुखमै पानी आइसक्यो है मुखमा पानी आइसक्यो के हो यो त उयो पनि छ क्या घिरौला घिरौला पनि रहेछ है घिरौलाको बोट थियो घिरौला त के फलेको रहेछ त ऊ माथि एउटा फलेको रहेछ देखिँदैन त फोनबाट यता म छु अनि यहाँनिर हाम्रो घर चाहिँ रोड मासतिर छ अनि यहाँ बारी चाहिँ यता तलतिर उता पनि छ छन चाहिँ त्यहाँ पनि साग रोपिरहेको छ अस्ति नै त्यहाँ चाहिँ धेरै बेरसम्म टिक्दैन कि पानी पऱ्यो भने जम्छ यहाँ पनि जम्छ जम्नु त र पनि यहाँ चाहिँ अलिक उयो मजाले धेरै बेरसम्म जान्छ क्या धेरै बेरसम्म सब्जी खान पाइन्छ भनौँ न त्यहाँबाट आयो भोलि चाहिँ यसलाई खन्नुपर्ने हुन्छ भोलि या पर्सि म खन्छु यसलाई चाहिँ त्यसको भिडियो पनि यहीँ जोडेर हाल्छु होला साथीहरू हामीले चाहिँ सुँगुर पनि पालेको छौँ यो चाहिँ देख्न सक्नुहुन्छ सुँगुर यो हाम्रो चाहिँ दुईवटा सुँगुर छ यो चाहिँ तिनवटा थियो तिनवटा एउटा चाहिँ बनेन क्या त्यही भएर हामीले काटेर खाइदिएको अस्ति नै यो पनि खोर भत्काएर यस्तो बनाएर बाँधेको छ र पनि भत्काइहाल्छ यो मुनिबाट जुरुक्कै उचाल्छ क्या उताको चाहिँ एउटा भुनी छ एउटा बुच्चा छ यतामा एउटा बुच्चा होइन क्या बोला रे मैंने खोरहरू पनि पुरानो भइसक्यो अब यसलाई खोर चट्ट बनाउनु पर्ने छ घाँसहरू पनि टन्नै छ बाख्रालाई यो नेबराहरू कोलाहरू सुपारीहरू पनि छ टन्नै भन्दा पनि 15-20 बोट त छ होला सुपारी पनि अनि कोलाहरू पनि टन्नै छ कोलाहरू त टन्नै फलिरहेको थियो अस्ति त त्यही कोलाहरू फलेर चट्टै खाइयो दसैँमा तिहारमा तर खाइ सुँगुरको गोबर सुँगुरको यहाँ अब सुँगुर यो बेच्नु पर्ने छ भावै लाएन क्या भावै लाएन घर चाहिँ हाम्रो यस्तो देखिरहेछ टिन चाहिँ कालो भएछ कलर चाहिँ भर्खर गरेको सट्ट पर छिमेकीहरू यतै आमा छोरी हो चाहिँ जा अब यति उखालिसक्छु अनि चाहिँ म हिँड्दै गरेर के गर्नुपर्छ होला साथीहरू अब चाहिँ म झार उखाल्छु धमाधम सकेर मात्रै भेट्नुपर्छ सो साथीहरू मैले चाहिँ अहिले बल्ल यत्रो उखाल्दा बल्ल आधीमा अलिक धेर भएको छ अब यहाँनिर छ थोरै अनि यति चाहिँ उखालिसक्यो अब यसलाई थन्काउनुपर्छ मैले फोन चाहिँ यहाँ राखिरहेको थिएँ कि यहाँनिर अडियाएर टक्क मजाले देखिरहेको थियो देखिन त्यो थाहा भएन अब भरे एडिट गर्दा मात्रै थाहा भएको छ चट्ट अब ढुङ्गामा बस्नुपर्ने हुन्छ
चट्ट ढुङ्गा बस्ने अनि गफ गर्ने। यति चाहिँ उखालिसक्यो। अब यो थोरै छ, यहाँ अब थोरै छ, 10-15 मिनट उखालिसक्छ होला सायद। बाख्रा पनि टन्नै हगाएछ है। ऊ त्यहाँ चढ्दैछ एउटा भुन्टी। सुँगुरलाई पनि झार भयो, बाख्रालाई पनि घाँस भयो भनेपछि अब यहाँ यो हातहरू चाहिँ यस्तो भयो बेहाल। नङ पालेको अरे। हातको मैला सुनको थैला के गर्नु धनले भन्छ नि, त्यस्तै। कोलाहरू पनि सबै मरेर के केही छैन। सुपारी पनि यसपालि खासै फलेन हौ कसैको पनि, हाम्रो मात्रै होइन सबैको। यहाँ चाहिँ दह्रो फलिरहेछ एउटा रुखमा चाहिँ। यसमा चाहिँ दह्रो फलेको छ, लगभग 6-7 केजी नै होला। अरूमा त सबै 1-2 केजी 1-2 केजी। यसपालि सुपारीले पनि खासै उँभो लाएन। अब साग चाहिँ यहाँ चट्ट रोप्ने हो, सुँगुरको मल लगाएर चाहिँ एकदमसँगले दह्रो रोप्नुपर्ने हुन्छ साग साथीहरू। ल साथीहरू, अब चाहिँ म चट्टै उखालिसक्छु अनि भेट्नुपर्छ है त। अब चाहिँ साथीहरू बल्ल उखालिसक्यो भन्दा पनि अब छेउछेउमा थोरै रहेको छ, यहाँ थोरै रहेको छ अनि पर थोरै रहेको छ अनि बिचमा सबै उखालिसकेको। अब यसलाई चाहिँ भोलि या पर्सि चाहिँ खानुपर्ने हुन्छ है। त्यही हो साथीहरू। अब हाला हात पनि लास्टै बिजोग भयो नि त। हातको बिजोग भयो, के गर्नु अब लास्टै दुखिरहेछ, टटायो क्या। अब भोलि मात्रै भोलि या पर्सि खन्ने अनि त्यतिखेर नै उखाल्ने यो छेउछेउको चाहिँ। अनि साथीहरू एउटा कुरा चाहिँ के भन्न मलाई मन लागेको छ भने, हामी आफ्नो ठाउँबाट दुःख गरिरहेको छौँ होइन, युट्युब लाइनमा रातभरि नसुती भए पनि अर्काको लाइभमै गएर भए पनि आफ्नै लाइभमा भए पनि हामी सब्सक्राइबर बटुल्ने कोसिस गरिरहेको छौँ, मनो गर्ने कोसिस गरिरहेको छौँ। तर पनि किन हो किन 1-2 जना साथीहरू चाहिँ कस्तोसम्म हुनुहुँदो रहेछ भने आफूलाई सपोर्ट ब्याक आइसकेपछि चाहिँ अनसब्सक्राइब गर्ने क्या। त्यस्तो साथीहरूलाई चाहिँ अलिक म के भन्न चाहन्छु भने त्यस्तो चाहिँ नगरिदिनु होला प्लिज, कसैले पनि नगरिदिनु होला। अनि त्यही हो, पछि गएर अलिक मनो गर्ने बेलामा तपाईँहरूलाई नै गाह्रो हुन्छ होइन, समस्या आउँछ अरे है, समस्या आउँछ अरे भन्ने मैले सुनेको। त्यस्तो चाहिँ कसैले पनि नगरिदिनु होला साथी। बरु सपोर्ट नगर्ने भए बरु सपोर्ट पनि नमागौँ, सपोर्ट पनि नदिउँ होइन। तपाईँहरू त्यसो गर्नुहुन्छ भने त्यस्तो चाहिँ नगरिदिनु होला प्लिज साथीहरू है। आजको भिडियो चाहिँ अब यहीँ इन्ड हुन्छ अनि फेरि भोलिको नेक्स्ट डे पनि यहीँनिर जोडेर हाल्छु। आजको भिडियो लास्टै छोटो छ। अब खनेकोहरू यताउति गरेर सबै लाउँछु साथीको। अब भोलि भेट्नुपर्छ है त। सो साथीहरू आज चाहिँ नेक्स्ट डे पनि आज लडाइँ गर्नुपर्ने हुन्छ यहाँ। यो झारहरू चाहिँ हटाएर म चाहिँ काम गर्नुपर्ने हुन्छ, खन्नुपर्ने हुन्छ यहाँनिर। थोरै चाहिँ खनेको हुन्छु। यता कोदाल रेडी छ, यता स्ट्यान्ड, मेरो फोन स्ट्यान्ड क्यामेराको लागि चट्ट यहाँ राख्छु। ल साथीहरू अब चाहिँ म स्टार्ट गरेँ त काम।
साथीहरु कोदालो त गयो नि एकैचोटीमा फाक भयो नि मार्नै पर्यो मलाई अब मर्यो साथीहरु मर्यो बल्ल बल्ल यति खनिसक्यो यति चाहिँ बल्ल सक्यो अब लास्टै गर्नु गाह्रो भयो अब ढुङ्गा आवाज मन हुन्छ यति चाहिँ सक्यो अब यति थोरै छ थोरै भन्दा नि आधी म अलिक धेरै छ अब एकचोटि खनिसकेर भेट्नुपर्छ है साथीहरु फेरि मेमोरी फुल हुन्छ है गर्मी त लास्टै भइरहेछ नि के गर्नु सब्जी खानै पर्यो गाह्रो छ सब्जीले पनि गाइज फाइनली खनिसक्यो हातहरु पनि बाबा दुख्यो खुट्टा पनि यस्तो भयो कोदालोको हालत पनि बिहालत भइहाल्यो नि किचिएर यत्रो झर्यो नि हो साथीहरु मलाई यत्रो खनिसक्यो यहाँ थोरै झारु खानु थियो त्यहाँ भरेको थियो उखालिसक्यो अनि खनी पनि सक्यो अब यो चाहिँ 2-4 दिन सुक्नु दिएर अनि फेरि साग रोप्ने बेलामा मजाले मल लगाएर खन्नुपर्ने हुन्छ 2-4 दिन पछाडि सो गाइज अब चाहिँ भिडियोलाई यहीँनिर अन्त्य गर्नुपर्छ होला यतिन्जेल हेरेर साथ दिनु भएको छ भने चाहिँ थ्याङ्क्स फर वाचिङ दिस भिडियो है साथीहरु एक अर्कामा सपोर्ट जारी राखौं थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाइ बाइ साथीहरु